सबैजनालाई मेरो प्यारो नमस्कार। मेरो नाम सगुन बानो, म श्री विद्यालयमा अध्ययनरत कक्षा 5 की छात्रा। हजुर सबैलाई थाहा नै छ हामी बाल सदन टक सो चलाउँदै आएका छौँ र हजुरले हामीले गरेको यो कामलाई यति धेरै माया गरिदिनु भएको छ, त्यसका लागि हामी बाल सदन परिवार धेरै आभारी छौँ। आजको कार्यक्रममा पनि हजुरलाई मनैदेखि स्वागत छ। आजको कार्यक्रम पछिल्लो भागहरूभन्दा अलिकति फरक किसिमको रहेको छ। आजको भागमा हामीले यस वर्षदेखि हाम्रो बाल सदनमा जोडिएका नयाँ कुराको बारेमा छलफल गर्न गइरहेका छौँ। आजका हाम्रो अतिथि हुनुहुन्छ हाम्रो रेस्पेक्टेड एन्ड भेरी लभिङ प्रिन्सिपल निरज ढकाल सर। सर, हजुरलाई आजको कार्यक्रममा स्वागत छ। धन्यवाद सगुन। सर, हाम्रो बाल सदनमा जोडिएका नयाँ नीति पठन संस्कृति अथवा रिडिङ कल्चर भनेको के हो? रिडिङ कल्चर त भन्छौँ, तर यो भनेको के हो? सबै विद्यार्थीहरूलाई जिज्ञासा छ, यसलाई प्रस्ताइदिनुहोस् न। ल, साह्रै राम्रो प्रश्न सोध्यौ सगुनले। यो सर्वप्रथम त यो पठन संस्कृति जसलाई हामी रिडिङ कल्चर पनि भन्छौँ अङ्ग्रेजीमा, यो चाहिँ यसपालि हाम्रो 2082मा चाहिँ बाल सदन एकाडेमीले यसलाई अभियानको रूपमा लिएको छ। यो पठन संस्कृतिलाई जुन भनेको चाहिँ सामान्य अर्थमा भन्दा पढ्ने बानी वा संस्कार नै पठन संस्कृति हो। जुन हाम्रो जुन कोरोना पिरियडभन्दा अगाडिको जुन अवस्था थियो, त्यो अवस्थामा चाहिँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा पढ्ने बानी हैन, अब किताब पढ्ने बानी, अब सबै कुराहरू त्यो रिडिङ कल्चरसँग जोडिएका कुराहरूमा के अरे स्ट्रङ पार्ट थियो। तर अहिले पछिल्लो अवस्थामा चाहिँ जति बेला चाहिँ कोरोना पिरियडभन्दा पछाडिको अवस्थामा चाहिँ जति बेला हामीले चाहिँ 2 वर्ष चाहिँ विद्यालय अनलाइनमा लग्यौँ, त्यो बाध्यता पनि थियो, नानीहरू बाहिर निस्किने पनि अवस्था थिएन। त्यो अवस्थामा चाहिँ नानीहरूलाई चाहिँ मोबाइल युज गर्ने गरेको अब ह्याबिट बस्यो। त्यो 2 वर्षको ह्याबिटमा नानीहरू चाहिँ अब मोबाइल एडिक्सन नै भयो हैन। अब त्यो मोबाइल एडिक्सन हुँदै गर्दै गर्दा क्रमिक रूपमा चाहिँ पढाइप्रति जुन टेक्स्ट बुक पढ्ने कुरामा चाहिँ अब विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ अलिकति नैराश्यता पनि आएको र घटेर गएको हामीले महसुस गऱ्यौँ। र यो चाहिँ विद्यालयमा अहिलेको हाम्रो मात्रै विद्यालयमा होइन, सबै ठाउँमा यो कुरा सुन्दै गर्दै गर्दा नानीहरूमा चाहिँ टेक्स्ट पढ्ने, किताब पढ्ने बानीको चाहिँ एकदम यो चाहिँ घटेर गएको अवस्था र यसले चाहिँ जुन पठन पाठनमा पनि असर परिरहेकोले गर्दै गर्दा हामीले चाहिँ यसपालि यो पठन संस्कृतिलाई चाहिँ फेरि राइट ट्र्याकमा ल्याउनको लागि जुन पहिलाको जुन कोरोनाभन्दा अगाडिको नानीहरूमा जुन पढाइप्रति रुचि थियो, त्यही रुचिलाई फेरि राइट ट्र्याकमा ल्याउनको लागि हामीले यसपालिदेखि चाहिँ यो बाल सदन एकाडेमीमा यो पठन संस्कृति रिडिङ कल्चरलाई भित्राएका छौँ र यो हाम्रो अभियान हो। यो वर्ष हामी यो अभियानमा लागिरहेका छौँ। यसको महत्त्व र यसले विद्यार्थीहरूलाई गर्ने फाइदा के हुन् त? साह्रै राम्रो प्रश्न, यो पनि एकदम राम्रो प्रश्न सोध्नुभयो। यसमा चाहिँ के छ भने यो चाहिँ अहिले जुन रिडिङ कल्चरले त सबै कुरामा नानीहरूलाई के अरे फाइदा पुऱ्याउँछ। जुन चाहिँ पहिला कुरो भनेको जुन अहिले हाम्रो जुन पठन संस्कृतिको सर्वप्रथम विद्यार्थीलाई पढ्नको लागि अभिप्रेरित गर्छ, यसले पढ्ने कुराहरूमा बानीको विकास गराउँछ। अर्को भनेको यसले पढ्ने सिकाउँछ। अर्को भनेको यसले चाहिँ जुन पढ्दै गर्दै गर्दा धेरै किताबहरू पढ्दै गर्दा आउट अफ द टेक्स्ट पनि पढ्नुपर्ने हुन्छ। त्यो पढ्दै गर्दा चाहिँ नानीहरूमा चाहिँ सकारात्मक सोचको विकास हुने अनि शब्दकोशहरू पनि बढेर जाने र राइटिङमा पनि यसले चाहिँ ठुलो महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले गर्दा। र अर्को कुरो भनेको चाहिँ नानीहरूमा अहिले चाहिँ यो अध्ययनले पनि विश्वको अध्ययनले के देखाउँछ भने यो मोबाइल एडिक्सनको कारणले गर्दा कुनै न कुनै रूपमा चाहिँ अटिजम भएको देखिएको छ, एन्जाइटी भएको देखिएको छ र डिप्रेसन भएको देखिएको छ। र यो हाम्रै नानीहरूमा पनि छ। कुनै न कुनै माध्यममा चाहिँ हेर्दै गर्दै गर्दा काहीँ न काहीँ कुनै न कुनै कोणबाट नानीहरूमा यो खालका कुराहरू चाहिँ देखेकोले गर्दै गर्दा यो कम्तीमा पनि त्यसलाई पनि छुटाउनको लागि, त्यसबाट मुक्त गर्नको लागि पठन यो जुन चाहिँ आउट अफ द टेक्स्ट जस्तै स्टोरी पढ्छन् नानीहरूले हैन, एसे पढ्छन्, नोभलहरू पढ्छन्, त्यो पढ्दै गर्दाखेरि कुराहरूमा चाहिँ उनीहरूले त्योबाट चाहिँ जुन मोबाइल एडिक्सनमा लागिरहेको नानीहरू जति पनि छन् हैन, त्यो चाहिँ घटेर जाने र पठन पाठनमा चाहिँ लाग्ने यसले चाहिँ गर्छ। यो चाहिँ हामीले पनि बुझेका छौँ र त्यसै कारणले गर्दाखेरि यसपालि यसलाई चाहिँ महत्त्वका साथ हामीले विद्यालयमा लागू गरेका छौँ।
यसलाई व्यवहारमा उतार्न के कस्ता नियम ल्याएको छन् त? यसलाई व्यवहारमा उतार्नको लागि हामीले बाल सदन एकाडेमीले अहिले बुकल्यान्ड प्रोजेक्ट सँग एफिलिएटेड गरेका छन्, जुन चाहिँ काठमाडौँमा यो यसको हेड अफिस काठमाडौँमा छ। र उहाँहरूले हामीलाई अस्ति टिचर्सलाई चाहिँ एकपल्ट वर्कसप पनि, वान डे वर्कसप पनि दिनुभयो, कसरी गर्ने, कसरी चाहिँ नानीहरूलाई चाहिँ पठन पाठनप्रति यो जुन टेक्स्ट बुक पढ्ने प्रति रिडिङ कल्चरलाई चाहिँ प्रमोट गर्ने भनेर उहाँहरूले वर्कसपै चलाउनु भएको थियो। र हामी त्यसमा विश्वस्त छौँ। हामीले यो उहाँहरूले दिएका कुराहरूमा जस्तै कसरी गर्न सकिन्छ त भन्ने कुराहरूमा पहिलो कुरा त हामीले यो अभिभावकज्यूहरूलाई, प्रत्येक क्लासको अभिभावकज्यूहरूलाई हामीले ओरिएन्टेसन पनि गऱ्यौँ र यसका फाइदाहरूका, यसलाई कसरी गर्ने, हजुरहरूले घरमा कस्तो तरिकाले चाहिँ यसलाई चाहिँ नानीहरूसँग बसेर सहकार्य गर्नुहुन्छ भनेर हामीले सिकायौँ पनि, भन्यौँ पनि। उहाँहरूले पनि साह्रै सकारात्मक हुनुहुन्छ सबैजना अभिभावकज्यूहरू। र हामीले अब नानीहरूसँगै रहेर प्रत्येक क्लासमा गएर चाहिँ अब यो काउन्सिलिङ पनि गर्नुपर्ने छ, यो हामीले क्रमिक रूपमा गर्दैछौँ। अर्को हामीले प्यानल डिस्कसन गरेर चाहिँ नानीहरूलाई चाहिँ यो यसको बारेमा मोटिभेसन गर्नको लागि र रिडिङ कल्चरलाई प्रमोट गर्नको लागि, मोटिभेट हुनको लागि पनि हामीले यसमा प्यानल डिस्कसन पनि गर्ने तयारीमा छौँ। अर्को यो भनेको चाहिँ हामीले अब टर्म बेस र टर्म वाइज रूपमा चाहिँ दुईवटा बुक, कम्तीमा पनि यो वर्ष चाहिँ हरेक टर्ममा चाहिँ 2टा बुक चाहिँ आउट अफ द टेक्स्ट लिएर जाने र नानीहरूलाई दिने, डिस्ट्रिब्युट गर्ने। र त्यो चाहिँ त्यसको चाहिँ ती बुकहरू पढ, एउटा नेपाली हुन्छ, एउटा इङ्ग्लिस हुन्छ। त्यो नेपाली र इङ्ग्लिस बुकमा चाहिँ उनीहरूले बुक रिभ्यू गर्नुपर्ने हुन्छ, पढेर त्यसमा कति जाने, के जाने, होइन, के चाहिँ त्यसबाट बुझ्यो भन्नको लागि चाहिँ अनि उनीहरूले बुक रिभ्यू गर्नुपर्ने हुन्छ। जुन बुक रिभ्यू चाहिँ महत्त्वपूर्ण किन पनि छ भने हाम्रो जस्तै अघिल्लो क्लासहरूमा जस्तै 8मा, 10मा, 7मा, 6मा सबै क्लासहरूमा चाहिँ बुक रिभ्यूको चाहिँ त्यहाँ एउटा दुईटैमा, नेपालीमा पनि, अङ्ग्रेजी माध्यममा पनि, नेपाली माध्यममा पनि यो बुक रिभ्यू चाहिँ गर्नै पर्ने हुन्छ र यो मार्क्समा पनि जोडिने छ। र यसमा चाहिँ यो पनि हामीले यो यसैमा बुक प्रोजेक्ट मार्फतै हामीले नानीहरूलाई त्यो अभ्यस्त पनि गराउँछौँ र यसले चाहिँ पक्कै पनि धेरै फाइदा पुर्याउँछ। हामी चाहिँ यो विद्यालय परिवार विश्वस्त छ त्यसमा चाहिँ, होइन। अब तर के चाहिँ हो भने एउटा कुरा चाहिँ अब हाम्रो विद्यालयले मात्रै एक्लै गर्ने कुरा चाहिँ रहँदैन यो चाहिँ, होइन। अब तिनटै पक्षबाट जस्तै अभिभावकज्यू, अब विद्यार्थी स्वयं र विद्यालय, यी तिनटै पक्षको चाहिँ कोअर्डिनेसन भयो भने मात्रै यसलाई चाहिँ हामीले सफल बनाउन सक्छौँ जस्तो लाग्छ। पठन संस्कृति भनेको त हामीले बुझिहाल्यौँ। सर, हजुरले जुन भन्नुभएको थियो हामीले बाल सदनलाई संस्कार बाल सदन बनाउँछौँ र यसको लोगोमा नै संस्कार थप्छौँ भन्ने, शिक्षक, शिक्षिका र विद्यार्थीहरूको के दायित्व छन् त? यो पनि एकदम गहन प्रश्न हो र यो अहिले हाम्रो समाजमा देखिएको, विद्यालयमा देखिएको यो समस्या भनेको चाहिँ नानीहरूमा अब 4 GPA चाहिँ ल्याउने पठन पाठनमा चाहिँ, तर संस्कारमा चाहिँ 4 GPA नभएको अथवा A+ नभएको, A नभएको अवस्था, ग्रेडिङमै भन्दै गर्दा पनि नानीहरूमा काहीँ न काहीँ संस्कारको चाहिँ ल्याकिङ भएको देखिएको छ। र हामीलाई के लागेको छ भने पठन पाठनमा मात्रै नानीहरूले चाहिँ अब्बल भएर नहुँदो रहेछ, होइन। यसलाई चाहिँ एउटा विद्यार्थी, असल विद्यार्थी बन्नको लागि चाहिँ त्यहाँ चाहिँ पर्फेक्सन हुनको लागि चाहिँ के चाहिँदो रहेछ भने संस्कार प्लस उनीहरूको स्टडी, दुईटै कुराहरू जोडिनु पर्दो रहेछ। र हामीलाई त्यसमा चाहिँ हामी एकदम विश्वस्त छौँ, किनभने दुईटै कुरा नजोडिकन एउटा विद्यार्थी असल विद्यार्थी बन्दैन रहेछ। र हामीले यसपालिदेखि चाहिँ लोगोमै स्कुलको लोगोमै संस्कार थपेर लगेर संस्कार बाल सदन एकाडेमी भनेर चाहिँ हामीले हरेक कार्यक्रमहरूमा हामीले भनि पनि रहेका छौँ, नानीहरूलाई हामीले बुझाइ पनि रहेका छौँ र अभिभावकहरूलाई पनि यो है हाम्रो यसपालिको अभियान भनेर पनि भनेका छौँ। र यसले चाहिँ
किन चाहिँ हामीले यसो गऱ्यौँ त भन्ने प्रश्नमा अब पहिला हामीले के गऱ्यौँ संस्कारसहितको विद्यालय भन्यौँ। संस्कारसहितको विद्यालय भन्दै गर्दा चाहिँ थ्योरिटिकल ले चाहिँ हामीले के गऱ्यौँ भने होइन अब सैद्धान्तिक रूपमा चाहिँ हामीले भन्यौँ, तर व्यवहारमा हामीले के गऱ्यौँ भन्ने खालका कुराहरू पनि छन् र त्यहाँ पनि हामी चुक्यौँ। र व्यवहारमै उतार्नको लागि चाहिँ सबै सम्पूर्ण टिचर पनि रोल मोडल हुनु पर्यो होइन। यसमा संस्कार सहितको शिक्षा भन्दै गर्दा अब टिचर पनि रोल मोडल हुनु पर्यो, नन टिचिङ स्टाफ पनि रोल मोडल हुनु पर्यो, अनि विद्यार्थी पनि त्यही देखेर उहाँहरूको व्यवहार देखेर हाम्रा व्यवहारहरू देखेर नानीहरू पनि त्यसबाट अभिप्रेरित भएर चाहिँ संस्कारी बन्छन् भन्ने खालको कुरा हो। र हाम्रो मान्यता के पनि हो भने पढाइमा मात्रै A+ मात्र होइन, जीवनमा A+ हुनुपर्छ भन्ने हो मेरो व्यक्तिगत रूपमा मान्यता पनि। घरमा पनि हरेक ठाउँमा A+ हुनु पर्यो, भान्सामा A+ हुनु पर्यो, मम्मीलाई सघाउने बाबालाई सघाउने कुरामा A+ हुनु पर्यो होइन। अब समाजमा भएको विभिन्न आफन्तजनहरूसँग गरिने व्यवहार होइन, समाजमा भएका चाहिँ विभिन्न मानिसहरू गरिने व्यवहार, विद्यालयमा पनि टिचर र स्टुडेन्ट्समा हुने व्यवहारमा संस्कारी विद्यार्थी देखिनु पर्यो भन्ने खालको कुराले गर्दै गर्दा हामी त्यसमा पनि हामीले स्ट्रङली लागेका छौँ र सम्पूर्ण हाम्रो इन्टायर स्कुल यसपालि चाहिँ नानीहरूलाई संस्कारी बनाउने कुरामा हामी दृढताका साथ अघि बढिरहेका छौँ। धेरै धेरै धन्यवाद सर। आजका यी प्रश्नहरू मेरो मात्र नभएर सम्पूर्ण विद्यार्थी र अभिभावकज्यूहरूको तर्फबाट थियो। सरले प्रस्ताइदिइसक्नु भएको छ र सरले प्रस्ताउन खोज्नुभएको कुराहरू हजुरहरूले पनि बुझ्नु नै भयो होला। अब हामी कार्यक्रमको अन्तिममा छौँ। अन्त्यमा सर हजुर हामी विद्यार्थीहरू र अभिभावकज्यूहरूले के भन्न चाहनुहुन्छ? यो टक सो बाल सदन एकाडेमी टक सो मार्फत म सम्पूर्ण अभिभावकज्यूहरूलाई र विद्यार्थी भाइ बहिनीहरूलाई पनि म के भन्न चाहन्छु भने यो जुन अहिले हामीले विद्यालयले अङ्गीकार गरेको चाहिँ जुन अभियान छ, जुन संस्कार सहितको विद्यालय र अर्को भनेको चाहिँ रिडिङ कल्चरलाई पठन पाठन संस्कृतिलाई जुन अभियानको रूपमा लिएको छ, यो अभियान चाहिँ नितान्त विद्यालयले मात्रै गरेर सफल हुने अभियान होइन। यसमा चाहिँ सबैजना, मैले अघि नै पनि भनिसकेँ, यसमा चाहिँ अभिभावकज्यूहरूको उत्तिकै भूमिका रहन्छ, हाम्रो उत्तिकै भूमिका रहन्छ र विद्यार्थी नानी बाबुहरूको स्वयं आफ्नो उत्तिकै भूमिका रहन्छ र सबैजना चाहिँ कोलाबोरेटिभली अब लाग्यौँ भने मात्रै यसबाट चाहिँ हामीले जुन सोचका साथ हामी अघि बढेका छौँ त्यसमा सफल हुन्छौँ र सफल हुनै पनि पर्छ। र यसको लागि पनि म सम्पूर्ण अभिभावकज्यूहरूलाई विशेष हार्दिक अनुरोध के गर्दछु भने यो अभियानमा सबैजनाले विद्यालयको जुन सोच छ, विद्यालयको जुन अहिले ल्याएको नीति छ, यसमा चाहिँ सबैले सपोर्ट गरिदिनुहुन्छ भन्ने पनि मैले आशा गरेको छु। र यो मेरो आशा भनेको मेरो व्यक्तिगत आशा भन्दा पनि यो विद्यालयको सम्पूर्ण विद्यालयकै एउटा चाहिँ अनुरोध हो यो हजुरहरूलाई सबैजनालाई र विद्यार्थी भाइ बहिनीहरूलाई पनि भन्दै अन्त्यमा बाल सदन एकाडेमी टक सो ले मलाई यहाँसम्म बोलाएर हाम्रा विद्यालयका नीतिलाई चाहिँ प्रस्ताउने मौका दिनुभयो र यो मौका दिनुभएकोमा सम्पूर्ण बाल सदन एकाडेमी टक सो परिवार इन्टायर टिमलाई चाहिँ म मेरो व्यक्तिगत तर्फबाट चाहिँ धन्यवाद पनि दिन चाहन्छु र कृतज्ञता व्यक्त गर्न पनि चाहन्छु। नमस्कार। समय निकालेर हामीलाई हेरिदिनु भएकोमा दर्शकबिनहरूलाई पनि धेरै धेरै धन्यवाद। आजलाई यति नै, हामी अर्को भाग लिएर आउने नै छौँ। बाई बाई, हेभ अ गुड डे।